हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। मेरो भिडियोमा सबैजनालाई स्वागत छ। र आज भने चाहिँ तपाईँहरूलाई म कन्यामतिर लाँदैछु, किनभने यहाँ चाहिँ एकदमै गरम थियो नि त। अनि गरम पनि थियो, साथसाथै मेरो छुट्टी भएको चाहिँ 1 हप्ता भइसकेको थियो र घरबाट कतै ननिस्किएको चाहिँ म चाहिँ 1 हप्ता भइसकेको थिएछ। त्यही भएर चाहिँ एकछिन भने निस्कौँ न भनेर चाहिँ हामी दुईजना निस्क्यौँ र यसो रिफ्रेसमेन्ट पनि हुन्छ, आजको पनि ड्युटी भनेर चाहिँ यसो विकेन्ड जस्तो पनि हुने भनेर चाहिँ निस्केको थियो। र यति साह्रो घाम लागिरहेको थियो यहाँनिर उसमा चाहिँ झापामा चाहिँ। र हामी चाहिँ कन्याम सम्झिहाल्छौँ, गरम हुनु बित्तिकै यति साह्रो अहिलेको मनसुन सिजनमा झन् यति साह्रो राम्रो हुन्छ कि कन्यामको वेदर। अनि त्यही माथि सिमसिम पानी आइरहेको, फगी लागिरहेको, एकदमै मनपर्छ मलाई चाहिँ त्यो खालको वेदर चाहिँ। अनि त्यही सम्झेर चाहिँ हामी यहाँ गरमदेखिको भाग्दै हामी कन्यामतिर लाग्यौँ। अनि जाँदाखेरि चाहिँ एकदमै यहाँ घाम देख्नु सक्नुहुन्छ। यहाँनिर अर्कै वेदर, फेरि अलिकति माथि पुग्दाखेरि अर्कै वेदर हुन्छ। त्यही भएर चाहिँ कन्याम नै सम्झिहाल्छ। अनि हामी चाहिँ यहाँनिर टन्टलापुर घामदेखि भागेर जाँदैछौँ। यहाँको यो के भन्छ, यो सिन चाहिँ एकदमै मन पर्यो मलाई। यहाँनिर अलिकति माथि जाँदाखेरि सुपारीको रुखहरू रहेछ साइडमा, अनि मजाको क्लियर स्काई भइरहेको, कस्तो राम्रो भइरहेको थियो भने नि त्यहाँको सिन चाहिँ। यहाँ टन्टलापुर घाम लागिरहेको अलिकति माथि पुग्दा फेरि पानीले भेटिहाल्यो। त्यही भएर चाहिँ यहाँनिर हामीले चाहिँ फेरि रेनकोट पनि बोकेको थिएनौँ रे। अनि जाने डेस्टिनेसन अर्कै थियो तर हामी जाँदा हामी दुईजनाको मुडै चेन्ज भएर चाहिँ अर्कोतिर लागौँ न, कन्यामतिर जाउँ न भनेर चाहिँ गएको हो खासैमा हामी। त्यही भएर चाहिँ हामीले लुगाहरू पनि, ड्रेसहरू पनि, त्यस्तो रेनकोटहरू केही नबोकी गएको थियो। र जाँदाखेरि चाहिँ पानी आएर एकछिन बस्यौँ हामी। अनि यहाँ देख्न सक्नुहुन्छ कस्तो डरलाग्दो पहिरोहरू गएको रहेछ। यो ठुलो ढुङ्गा, तपाईँहरू यदि कन्याम जानुभएको छ भने यहाँनिर कन्याम पुग्नुभन्दा निकै अगाडि नै यो ठुलो ढुङ्गा थियो, त्यो चाहिँ पुरा पहिरोले चाहिँ सबै भत्केको रहेछ। यो बाटो पनि बन्द भएको थियो होला त्यति बेला चाहिँ, र अहिले चाहिँ खोलेको रहेछ। अनि कत्रो ठुलो ढुङ्गा थियो यहाँनिर, सबै पल्टाएको रहेछ पहिरोले गर्दाखेरि। अनि डर लाग्दै हामी चाहिँ गयौँ, किनभने यहाँनिर प्लेन साइडमा बस्ने बानी भएर होला कि मलाई चाहिँ यस्तोहरू देख्यो भने साह्रै डर लाग्छ। यस्तो फेरि पानीको सिजनमा चाहिँ त झन् डर लाग्छ। अलिकति बाइकहरू त चिप्ल्यो भने झन् कति लड्छ, कस्तो डरलाग्दो लड्छ, एक्सिडेन्टहरू हुने डर हुन्छ। त्यही भएर चाहिँ यहाँनिर डरलाग्दै जाँदै थियो। अनि यहाँनिर चाहिँ यहाँ पहिरो देखेर कस्तो डर लाग्यो। अनि यो घर चाहिँ यो दुईवटा पहिरोको बिचमा यसो खनेर बनाएको रहेछ कि कस्तो, मान्छेलाई नि कस्तो इच्छा लागेको है भनेर सम्झिँदै जाँदै थियो हामी दुईजना कुरा गर्दै थिएँ। र यो अगाडिको गाडीमा चाहिँ कस्तो डरलाग्दो पुरा गाईहरू राखेको छ बाँधेर, कस्तो बिजोग देखिरहेको थियो भने नि, म त माया लागेर त्यो गाईहरूलाई देखेर। अनि अलिकति माथि जाँदाखेरि फेरि पानी आउँदै थियो, फेरि सट्टै रहेर चाहिँ फेरि देख्नु सक्नुहुन्छ यस्तो दामी फगी लागिरहेको थियो भने नि। अनि बाटो पनि अँधेरो भइरहेको, चिसो, मलाई त कस्तो जाडो भएको भने नि। मलाई त कस्तो तातो लुगाहरू केही लगेको थिएन कि डरलाग्दै गएको, जाडो हुन्छ कि भन्दै। अनि बाइकमा त झन् चिसो हावाले फुकेर कस्तो टाउको दुखेको जस्तो भएको। त्यही माथि यो रुमाल चाहिँ मैले बोकेको थिएँ, त्यो चाहिँ टाउकोमा लगाएँ। अनि यहाँ देख्नु सक्नुहुन्छ कन्यामा अगाडि कस्तो डरलाग्दो फगी लागिरहेको थियो, कस्तो मजा आयो भने नि। अनि जाँदै थियौँ हामी। यहाँ कन्यामको अगाडिको यो सिनेरी चाहिँ एकदमै मनपर्छ मलाई। यो कन्याम पुग्नुभन्दा अगाडिको धुप्पी एकदम चिया बगान कस्तो हरियो भइरहेको। यति बेला झन् पानीले गर्दाखेरि होला कस्तो फ्रेस देखिरहेको थियो यो चियाको पत्ताहरू चाहिँ। अनि कस्तो मजाको देखिरहेको थियो। अनि यो फगीहरू यति मजाको लागेको। यहाँदेखि ओह्रालो हेर्नुभयो भने झन् कस्तो राम्रो गाउँ छ भने नि, त्यो गाउँ चाहिँ एकपल्ट मलाई पुग्नु मन लागेको छ। यो कन्याम ओह्रालोको गाउँहरू कस्तो राम्रो देखिरहेको थियो। त्यही माथि त्यो के भन्छ, कटेजहरू बनाएको जस्तो हुन्छ नि, होमस्टेहरू कस्तो राम्रो बनाएको छ भने यो ओह्रालोको हेर्दाखेरि चाहिँ। अनि हामी कन्याम अगाडि पुगिसकेका छौँ, देख्न सक्नुहुन्छ। यो कन्याममा चाहिँ हामी झरेनौँ, कन्याम लेखेको ठाउँमा चाहिँ, किनभने कतिपल्ट हामी त गइबस्छौँ। यो कन्याम त कतिपल्ट जान्छौँ, तर यो कन्याम फेरि धिक पनि मर्दैन जाँदाखेरि। गएको 1-2 महिना चाहिँ जान्न भन्ने जस्तो हुन्छ, त्यहाँदेखि फेरि अलिक पछाडि मान्छेहरू आउँछ, के हुन्छ, फेरि घुमाउनु लानु पऱ्यो त्यतै। हाम्रो चाहिँ नजिकको ठाउँ भएर होला, घुमाउनु लानु पऱ्यो त्यतै कन्यामतिर। अनि फेरि कोही बेला गरम हुन्छ, त्यतै जानु मन लाग्छ। अनि हामी चाहिँ गएको थियौँ, जानु बित्तिकै खाजा खानु बसेको थियौँ दुईजनालाई, भोक लागेको जस्तो भएर फेरि कन्याम जानुको विशेष कारण चाहिँ यो पनि हो, मोमो थुक्पा चाहिँ एकदमै मनपर्छ मलाई यो कन्यामको। अनि यहाँ मैले चाहिँ खाएको थिएँ पोर्क थुक्पा, र आदर्शले चाहिँ खाएको थियो भेज मोमो, र थुक्पा पनि एकदमै मिठो थियो यो थुक्पा चाहिँ। अनि पर्कको त्यो मासु चाहिँ माथिबाट फ्राई गरेर यसो हालिदिन्छ कि कस्तो मिठो लाग्छ त्यो चाहिँ। अनि यहाँनिर देख्न सक्नुहुन्छ घोडाहरू विशेष हो, यहाँ चाहिँ हर्स राइडिङ चाहिँ मेन हो। अनि यो घोडाहरू आदर्शले चाहिँ पुरा मन पराउँछ कि कस्तो बल्ले छ, कस्तो मजाको छ भनेर। अनि अलिकति माथि एकछिन निस्केको मात्रै थियो, खाजासाजा खाएर पानी यस्तो डरलाग्दो आएको भने नि, सबजना कुदाई। अनि हतारमा कता भएको नि सबैजनाले कस्तो मजाले इन्जोय गरिरहेको थियो। अचानकमा पानी गडङ आएर चाहिँ हामी
कस्तो सबैजना एक ओत लागेको थियो एक ठाउँमा र फेरि त्यहाँनिर ओत लागेर अर्को ठाउँ गएको थियो। यहाँनिर चाहिँ नानीहरूको लागि चाहिँ यहाँनिर भेज मोमो एकदमै मिठो पाउँछ नि त यो ठेला गाडीमा। अनि त्यही भएर चाहिँ मैले 4 प्लेट रेडी पारिदिनु न भनेर चाहिँ 4 प्लेट लिएर आएको थिएँ। नानीहरूले पुरा मन पराउँछ यहाँको मोमो र आदर्शले नि पुरा मन पराउँछ। इस्कुसको मोमो एकदमै मिठो हुन्छ, प्लेन खालके बनाएको एकदमै मिठो खालके हुन्छ। र हामी चाहिँ घर फर्किँदैछौँ, यहाँ रेडी हुँदैछ र पनि पानी त आइरहेको थियो सिम र पनि ढिलो भएर चाहिँ होस् अब चाहिँ हुँदैन, ढिलो भइसक्यो भनेर चाहिँ दुईजनाले आँट गरेर यहाँ फर्किने डिसाइड गरिसकिसकेको छौँ। र मेन यहाँनिर के भन्छ हाम्रो आदर्शले आँट गरेपछि फेरि मैले नि आँट गर्नै पऱ्यो। यहाँनिर म चाहिँ पछाडि बस्ने त्यति साह्रो भिज्दिनँ, ऊ चाहिँ अगाडि बसेर अलिक भिज्छ। अनि उसले चाहिँ यो विन्ड सिटर लगाएको थियो, त्यसले गर्दा चाहिँ अलिकति सेफ भयो र म चाहिँ त्यति साह्रो भिजिनँ। र अलिअलि अलिक तल आइपुग्दा फेरि यस्तो सट्टै पानी हराइहाल्छ भने नि यहाँ चाहिँ पहाडतिर चाहिँ त्यही हो, पानी सट्टै आउँछ सट्टै हराइहाल्छ। यहाँ देख्न सक्नुहुन्छ यो अगाडिको सिन चाहिँ पुरा एकदम राम्रो छ। र आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ, बाई।